नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले धनुषाकी आरती शाहको हत्यारालाई कारबाही गर्न माग गरेका छन्। राजधानीको माइती घरमा धरनामा बसेका शाहका परिवारसँगको भेटघाटमा क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्। धनुषाकी 22 वर्षीय आरती शाहको गत जेठ 7 गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप रहेको छ। हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले 1.5 महिनादेखि माइती घरमा धरना दिइरहेका छन्। पैसा र राजनीतिक पहुँचको आजमा सो हत्याकाण्डलाई ढाकछोप गर्न षड्यन्त्र भइरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ। घटनाबारे बयान लिने बयानमा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले कुटपिट गरेको पनि आरतीको परिवारले आरोप लगाउँदै आएको छ। प्रहरीले सो घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउने जनमत पार्टीले माग गरेको छ। पीडितहरूले 1.5 महिनादेखि न्यायका लागि माइती घर मण्डलामा धरना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरामा ल्याउने माग गरे। साथै पीडित परिवारको सङ्घर्षमा साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गौर हत्याकाण्डमा पीडितलाई न्याय दिलाउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरूसँगको भेटघाटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए। 16 वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा माओवादीका 27 कार्यकर्ताको निर्धन भएको थियो। सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्ता मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन 18 गते पीडित सङ्घर्ष समितिका रूपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए। सोही पत्रका आधारमा आज प्रधानमन्त्री दाहाल र सो घटनाका पीडित बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। खुडोपना स्थित अनुहारका विविध समस्याको निःशुल्क उपचार गर्न उद्देश्य लिएर जनकपुरधाममा अस्पतालको स्थापना हुने भएको छ। जनकपुरधाममा वार्ड नम्बर 8 मा नेसनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरी नामक अस्पतालको स्थापना हुने भएको हो। अनुहारमा खुजोपना सहितका समस्या भएकालाई निःशुल्क शल्यक्रिया गरी उपचार गर्ने उद्देश्यले स्थापना हुन लागेको यो अस्पतालको शनिबार मध्य प्रदेश प्रमुख हरिशंकर मिश्रले शिलान्यास गर्नुभएको छ। खुजोपना सम्बन्धी आंशिक उपचार सेवा शनिबारबाटै सुरु भइसकेको छ भने शल्यक्रिया लगायतका पुनः सेवा आफ्नै भवन निर्माण पश्चात सुरु हुने अस्पतालले जनाएको छ। यो अस्पताल जर्मनीका क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनल संस्थाको सहयोगमा सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख मिश्रले यो अस्पताल सबै वर्गका बालबालिकाहरूको बिग्रेका अनुहारको शल्यक्रिया निःशुल्क उपचार हुने हर्षको विषय भएको बताउनुभयो। कम से कम मधेश के बच्चे को इनकी सेवा से बहुत फायदा होगा। मुझे अब ये संस्था आज नहीं 6 महीना पहले ही शुरू हो चुका है, जो काठमांडू में भी इसका किया, अब यहाँ पर भी स्थापना करना चाहते हैं। भगवान इनको सफलता दे। सबसे बड़ी बात, मेडिकल कोई भी ट्रीटमेंट के लिए आप कहीं भी जाते हैं तो आपको पैसा देना पड़ता है, लेकिन ये संस्था आपको सेवा के साथ साथ बस में खाने का भी व्यवस्था मिला रहा है। यह तो बहुत बहुत धन्यवाद के पात्र है और मुझे विश्वास है कि यह संस्था फले फूलेगा। इनकी सेवा मधेसी नेपालवासी हर जनता को मिलेगा। कार्यक्रममा मध्य प्रदेशका बिना विभागीय मन्त्री सुरिता कुमारी शाहले यस्तो प्रकोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुसी व्यक्त गर्दै यस कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रदेश की सरकार से आपको जो भी सहायता और उपलब्धि की आवश्यकता होगी, हम लोग उसमें पीछे नहीं रहेंगे। कम से कम मैं आपके साथ हूँ, ऐसा आप विश्वास कीजिए। साथ ही इन सभी चीजों की आवश्यकता है जो डॉक्टर साहब ने अभी यहाँ पर हम लोगों के बीच किया। बहुत सारे ऐसे डिजीज है जिसका इलाज अगर इस स्पेशल कार्डियोफेशियल सर्जरी के द्वारा हम लोग करेंगे तो बहुत सारे रोगों को हम दूर कर सकते हैं।
त्यस्तै मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियमित उपकुलपति प्राध्यापक डाक्टर अंकुर शाहले जनकपुरधाममा खुल्चोपना तथा अनुहारका अन्य समस्याको शल्यक्रिया तथा उपचार निःशुल्क रूपमा हुनु सुखद भएको बताउनुभयो। गाउँमा ठाउँमा यो कार्यक्रमको सुरुवात गरिदिनु भएकोमा सबैले लाभान्वित हुन सकौँ, त्यसको लागि म फेरि उहाँले भनेको चाहिँ आफ्नो विश्वास धन्यवाद। कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष डाक्टर सुमित सिंहले संस्थाले पहिलो पटक काठमाडौँको वसुन्धरामा रहेको अस्पतालमा 324 जनाको निःशुल्क परीक्षण गर्नुका साथै 52 जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको जानकारी दिनुभयो। उहाँले जनकपुरधाममा पनि अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि यस ठाउँमा आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गर्नुभयो। अपरेसन पछि गरिने अन्य सुविधाहरू जुन हामीले दिनुपर्छ एज अ बिरामी, ती सबै हामीले पटक पटक उहाँहरूलाई काठमाडौँ बोलाएर दुःख दिनु नपरोस् भन्ने हिसाबले यहाँ मेरा साथी मित्रहरू, अन्य कन्सल्टेन्ट क्रेनियोम्याक्सिलोफेसियल सर्जनहरू जो जनकपुरमै कार्यरत हुनुहुन्छ, उहाँहरूको आग्रहमा हामीले ती सर्भिसेसहरू यहीँ प्रोभाइड गर्ने भन्ने कठोर प्रण लिएका छौँ। त्यही सन्दर्भमा त्यही संस्थाको ब्रान्चको रूपमा यही जग्गा यही जमिनमा हामीले भवन निर्माण गर्छौँ र तत्कालीनै सेवा दिनलाई साथीभाइहरूको सहयोगमा यही साइटको जग्गामा हामीले एउटा डेजिग्नेटेड स्पेस हेर्दैछौँ। उहाँले जर्मनका चर्चित क्रेनियोफेसियल प्राध्यापक डाक्टर हर्मन सेलरद्वारा स्थापित क्ल्याप्ट चिल्ड्रेन इन्टरनेसनलले अस्पताललाई सहयोग गर्दै आएको भन्दै यसमा अनुहार नमिलेका भागहरूको हड्डी काटेर अनुहार मिलाएर चिटिक्क बनाउने शल्यक्रिया पनि हुने बताउनु भएको थियो। कार्यक्रममा डाक्टर विजय कुमार सिंह लगायत चिकित्सकहरू सहभागी भएका थिए। नेपालमा पहिलो पटक अनुहारका विकृति सम्बन्धी उपचारका लागि मात्रै लक्षित गरी यो अस्पतालको स्थापना गर्न लागि हो। काठमाडौँको नखुवामा सञ्चालनमा रहेको अस्पताललाई विस्तार गरी जनकपुरधाममा पनि स्थापना गर्न लागि हो। अस्पतालले सबैलाई निःशुल्क सेवा दिने पनि स्पष्ट पारेको छ। नेपालमा हरेक 800 मा 1 जनामा खुचोपना तथा अनुहारका विभिन्न विकृति सम्बन्धी समस्या हुने गरेको छ। जनकपुर जेसिसले युवाहरूका लागि बिल्डिड तालिम सञ्चालनमा गरेको छ। जनकपुरधाममा शनिबार भएको तालिममा जनकपुर जेसिसका सदस्यहरू तथा युवाहरू सहभागी भएका छन्। उनीहरूलाई नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष समेत रहेकी जेसी रजनी थापाले तालिम दिनुभएको छ। यस किसिमको तालिमले युवाहरूको नेतृत्व विकास गर्न क्षमता अभिवृद्धि सहयोग पुग्ने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताउनुभयो। म वर्ष 2023 जनकपुर जेसिसको अध्यक्ष अभिषेक चौधरी। आज हामीले जनकपुर जेसिसको पाठ्यमा हामीले बिल्डिड भनेर ट्रेनिङको आयोजना गरेका छौँ र त्यो आयोजनामा हाम्रा जनकपुर जेसिसका सदस्य एवं हाम्रा युवा पुस्ताहरूलाई हामीले आज यो ट्रेनिङ प्रदान गरिरहेछौँ र ट्रेनर हाम्रा नेपाल जेसिसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष रजनी थापाजी हुनुहुन्छ र यो ट्रेनिङले हामीलाई समाजमा हामीले कसरी आफ्नो लिडरसिप व्यक्तित्व विकास गरेर समाजलाई केही प्रदान गर्नेछौँ भनेर यसमा हामीले सिकाउनेछौँ र सिक्नेछौँ। त्यसक्रममा जेसी इन्जिनियर प्रकाश चन्द्र शाह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, सङ्घका परिषद उपाध्यक्ष मणि शरण शाह, जनकपुर जेसिसका उपाध्यक्ष जेसी दीपक कुमार शाह लगायत उपस्थिति थियो। सिराहाको कर्जन्हा स्थित तीर्थस्थल नन्दा बाबा मन्दिरको सौन्दर्यकरणका लागि श्रमदान गर्न क्रम जारी रहेको छ। कर्जन्हा नगरपालिका वार्ड नम्बर 1 बल्टियामा रहेको 380 अग्लो ननमोहरी पहाडमा रहेको नन्द बाबा मन्दिरलाई सौन्दर्यकरण गर्न मन्दिर परिसरमा सामग्री ढुवानीका लागि श्रमदान कार्यक्रम जारी रहेको छ। यसै क्रममा शनिबार 82 वर्षका स्थानीय रुदल लाल कृष्णगिरी पनि श्रमदानमा सहभागी भएका छन्। श्री नन्द बाबा मन्दिर संरक्षण युवा परिवारको आयोजनामा भएको श्रमदानमा महावीर युवा कमिटी मिर्चैया, श्री ब्रह्मचारी
दामोदरानन्द कलेज मिर्सया तथा गरीबनाथ बाबा सीतापुरका समाज प्रभु बैंक मिर्सया शाखाका कर्मचारीहरू लगायत सहभागी भएका थिए। त्यस क्रममा नन्द बाबा गुठी संरक्षण समितिका अध्यक्ष शङ्कर कुमार फयाल, अभियन्ताहरू विनोद श्रेष्ठ, तेज प्रसाद दाहाल, इन्द्रजित यादव लगायत पनि सहभागी भएका थिए। पात सधैँ एक दिन बिराएर ए ल पछिको अब नेता सब मनमोहन लाउनु थाहा भयो र नेता सबको सुझाइ कहाँ मनमोहन र अपना बजेट को सुझाइ अहिले के कर्जनाहा नगरपालिका जनप्रतिनिधि अभी तक सर जान में कहीं आसम नहीं देख लिए नहीं लिए की कहले चाहिए नेता सब कर्जनाहा नगरपालिका के स्थानीय नेता सब क्या नेता हम कभी कहबे नेता तो अपने के स्वयं के कहीं आज जाने है कर्जनाहा नगरपालिका के क्या दुनिया कौन जिला के नहीं जाने ननमोरी पहाड है वाला बचपन हुँदाखेरि यहाँ हाम्रो बुवाहरूले दुवने इटाउ सारेर नन्द बाबाको यो सिर्जना गरेको हामीहरू सानसानो बराबरी थियो र त्यतिखेर नन्द बाबा खराम लगाएर जाँदाखेरि भित्र पस्नु हुँदाखेरि भित्रै यहीँ ढोकाम छोड्दाखेरि नन्द बाबा उता फिर्किँदाखेरि यता फर्केर बस्नु हुन्थ्यो। मैथिली साहित्यकार सभाको 12औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। जनकपुरधाममा भएको साधारण सभामा मैथिली साहित्यकार सभाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै मैथिली भाषा तथा साहित्यको संरक्षण र सम्वर्धनका लागि गर्दै आएको कामको विषयमा चर्चा भएको छ। सभामा प्रतिवेदनहरू पनि प्रस्तुत गरिएको छ, जसमा प्रेम विदेहलले सभालीय प्रतिवेदन, कार्यपाल अरविन्द्र कुमार यादवले संस्थागत वार्षिक प्रतिवेदन र कोषपाल नागेश्वर मण्डलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी, समाजसेवी इन्जिनियर प्रकाश चन्द्र शाह, साहित्यकार रोशन जनकपुरी, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह लगायत सहभागी भएका थिए। मैथिली साहित्यकार सभाले मधेस प्रदेशको सरकारी कामकाजी भाषा मैथिली बनाउनु पर्ने माग प्राथमिकताका साथ राख्दै आएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयना सिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले पार्टीलाई दृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका कांग्रेसका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीवनको सवालमा गम्भीर नरहेको आरोप लगाए। जनकपुरधाममा सञ्चारकर्मीहरूमाझ कुराकानी गर्दै महरले देशमा डेङ्गुको प्रकोप छ, किसानले मल पाएको छैनन्, खडेरीले किसान थप मारमा परेका छन्। उनले भने सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन्, त्यसमाथि सुन तस्करी प्रकरण समेत सरकार चुकिरहेको छ। गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेको आपत्ति जनाए। अगाडि बढाए पनि पछिल्लो पटक जनताका केही जनजीवनका सवालमा सरकार चुक्न थालेको हामीलाई अनुभूति भएको छ। यत्रो ठुलो डेङ्गुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीको अर्कोतिर समस्या छ, बाटोघाटो बन्द भएको स्थिति छ। सरकार जसरी जनताको पक्षमा काम गर्नु पर्थ्यो त्यो भएको देखिएको छैन। र भर्खरै मात्रै यहाँ देख्नु भएको छ त्रिवेणी विमानस्थलमा 100 क्विन्टल जतिको जो सुनको कुरा छ, 100 क्विन्टल जति जो सुनको कुरा छ, त्यो सुनको विषयमा समेत अहिले नेपालमा बडो डिबेट भइरहेको छ। यो सन्दर्भमा समेत सरकार खरो उत्रिनुपर्छ भन्ने कुरा चाहिँ नेपाली कांग्रेसको स्पष्ट नै छ। उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउन लागि चौतर्फी दबाव दिनु आवश्यक रहेको बताए। एकअर्काको प्रसङ्गमा महरले गठबन्धन सरकारको 5 वर्षमा विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्न गरी तयारी गरिरहेको बताए। गठबन्धनबाट कांग्रेसले केही पाए पनि धेरै थोक गुमाएको महरको भनाइ थियो। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करीको प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्। केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्न सदस्यहरूले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिएका कारबाही गर्न माग गरेका हुन्। पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूको महाराप्रति पनि
छानबिन हुनुपर्ने बताएका छन्। पार्टीभित्रका नेताहरूमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरूले पार्टीभित्रबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन्। बैठक स्थलमा कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताएका छन्। केन्द्रीय समितिको बैठकमा सुशासनका बारेमा ज्यादै महत्त्वपूर्ण ढङ्गले हामीले छलफल गरेका छौँ। नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरू के हुन्, हामी कसरी जीवन निर्वाह गरिराखेका छौँ, वार्षिक रूपमा आफ्नो सम्पत्तिको विवरणलाई पार्टी कार्यालयमा अद्यावधि गर्ने कुरा लगायतका विषयहरूमा नै अहिले हामी पार्टीभित्र छलफल गरिराखेका छौँ। यो केन्द्रीय समितिबाट त्यस दिशामा पनि स्पष्ट निर्देशन जान्छ। हामी केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति विवरण त पेरिस डाँडामा पार्टी केन्द्रीय कार्यालयमा बुझाइराखेकै छौँ। अझ यसलाई पारदर्शी र सञ्चारकर्मी माझ बोल्दै केन्द्रीय सदस्य प्रहलाद लामिछानेले चर्चामा आए जस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भएमा नेताहरूलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताएका छन्। अपराधीहरूको पार्टी कुनै पार्टी हुँदैन। अपराध कर्म गर्नेलाई सजाय हुनुपर्छ, चाहे त्यो जोसुकै होस् भन्ने कुरै हो। भित्र पनि कुरा नउठ्या छैन। नेता बचाउने कि पार्टी बचाउने भन्ने कुरा अहम सवाल बनेको छ कि अहिले कतिपय नेताहरूलाई संरक्षण गर्नु जरुरी छैन यदि त्यस्तो अपराधमा संलग्न भएको पुष्टि भयो भने। तर कहिलेकाहीँ चाहिँ यो मिडियामा बाहिर सामाजिक सञ्जालमा चर्चा गरेकै भरमा आरोपित गरिहाल्ने, जेलै पठाउने, अपराध गरिहालेछ भनेर चाहिँ एकदम आलोचना गर्ने कुरा भन्दा पनि सत्य तथ्य अनुसन्धान हुनु पर्यो। होइन, अलिअलि कुरा उठ्या छ पार्टी नेता। त्यस्तै केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न पार्टीभित्रकै मान्छेहरू परे पनि नछोड्नु हुने बताउनुभयो। कारबाही गर्ने प्रक्रिया पनि अगाडि बढिराखेको छ र जब हाम्रो यो पार्टीभित्रको तपाईँले कुरा गर्नुहुन्छ भने हामी आज चौथो दिन यहाँ चाहिँ छलफलमा जुटेका छौँ। हाम्रो रिपोर्टिङ, छलफल, आफूलाई लागेका कुराहरू सबै सदस्यहरूले राख्ने काम जारी छ, अझै सिद्धिएको छैन। सम्भवतः आज र भोलि। केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न फाइल खोलेपछि हट्नु नहुने बताउनुभयो। र हामी त्यसको दोषी ठहर्यो भने हामी कारबाही भोग्न तयार छौँ भने आज वर्षमान पुञ्जीले हलमा भन्नुभयो। त्यस्तै केन्द्रीय सदस्यले पनि भित्र उठाएको छ, बाहिर आयो कि आएन, किन आएन, भित्रबाट पनि के केन्द्रीय सदस्यले के उठाएको छ कि हामीले जब सरकारको तर्फबाट फायर खोलिसक्यो भने यसमा हाम्रो पार्टीको परोस् या बाहिरको परोस्, यसमा मान्छे हेरेर कारबाही गर्ने होइन कि मान्छे को दोषी छ, जो दोषी छ, पार्टीभित्रको दोषी छ पार्टीभित्रलाई कारबाही गर्ने, पार्टी बाहिरको दोषी छ पार्टी बाहिरलाई कारबाही गर्ने हैन। पार्टीको केन्द्रीय यो हल। केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरूको संलग्नता भए पनि नछाडिनु बताउनुभयो। उहाँले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने बताउनुभयो। उहाँले देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरूलाई कारबाही गर्ने धारणा राख्नुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत बीचको सम्बन्धलाई इपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताउनु भएको छ। भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनाकानी गरिरहेको बेला अध्यक्ष ओलीले दुई मुलुक बीचको सम्बन्धलाई तथ्याङ्क आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दावी गर्नुभयो। दुवै मुलुकका सरकारले तोकेका विज्ञहरूको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्न र त्यसलाई कार्यान्वयन गर्न कुरालाई सहज ढङ्गले अघि बढाउनु पर्ने उहाँले बताउनुभयो। अध्यक्ष ओलीले दुई मुलुक बीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदन प्रेस्क्रिप्सनको काम गर्ने बताउनुभयो। आजको आवश्यकताको उचाइको आधारमा दुई मुलुक बीचको सम्बन्धलाई अघि बढाउन पनि इपिजी प्रतिवेदन विकल्प नरहेको बताउनुभयो। समेतको र हाम्रो सरकारले तोकेका विज्ञहरू समेतको संयुक्त सिफारिस, संयुक्त हस्ताक्षर सहितको सिफारिस, त्यो त कहीँ हामीले प्रतिनिधि पठायौँ भने त्यसलाई आधार त बनाउनै पर्यो। त्यसमा छलफल गर्न सकिँदैन होइन, त्यसमा थपघट हुन सक्दैन भन्ने होइन, तर त्यसलाई आधार बनाएर त्यसले उठाएका इस्यु, त्यसले गरेका रिकमेन्डेसन, त्यसलाई आधार बनाएर के। ओलीले सुगौली सन्धि लगायत भारतसँग विगतमा भएका आसमान सन्धि सम्झौताहरू अध्यावधिक गर्दै अघि बढाउनु पर्ने बताउनुभयो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थका मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्ता स्वार्थ मात्रै प्रधान भएको दावी गर्नुभएको हो। पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौँमा आयोजना गरेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेले धारणामा विषयक विचार गोष्ठीमा मात्रै उहाँले नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरूको देखाएको जिकिर गर्नुभयो। अध्यक्ष ओलीले इपिजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहाल भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय हितका सर्वोपरि राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको र रहिरहने अजान समेत राख्नुभयो। सरकारले मनपरी र वैश्विक ढङ्गले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहेको ओलीको भनाइ थियो। जे गर्नुपर्ने त्यो केही पनि काम गर्नु भएन। दुई देशका बीचमा त्यत्रो सहमतिका साथ इमिनेन्ट पर्सन्स ग्रुप बनाइयो। 1950 को सन्धि लगायतका विभिन्न सन्धि सम्झौता र सम्बन्धहरूका विविध पक्षहरूको अध्ययन गरेर अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरू भएकाले उनीहरूसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने जानकारी दिनुभयो। उहाँले आफ्ना जायज मागहरू पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्याउनुभयो। भारतको उत्तराखण्ड स्थित केदारनाथ प्रवेश गर्न मुख्य बिन्दुमा पर्ने गौरी कुञ्जमा गएको पहिरोमा परि 13 नेपाली सहित 19 जना बेपत्ता भएका छन्। बिहिबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका 13 र भारतका 6 जना बेपत्ता भएका हुन्। उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका 3 होटल पहिरोले बगाएको छ। पहिरोमा परि जुम्ला जिल्लाका 10 र हुम्लाका 3 जना बेपत्ता भएका छन्। जुम्लाको पतारासी 3 चौर गाउँका एकै परिवारका 7, पतारासी वार्ड नम्बर 2 का 3 र हुम्लाका 3 सहित 13 जना बेपत्ता भएका हुन्। बेपत्ता भए मध्ये 3 नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ। पतारासी वार्ड नम्बर 3 का वार्डा अध्यक्ष गोविन्द्र रावतले 28 वर्षीय अमर बेहोरा, उनकी पत्नी 26 वर्षीय अनिता, 14 वर्षीय छोरी राधिका, 8 वर्षीय छोरी पिङ्की, 7 वर्षीय छोरा पृथ्वी, 6 वर्षीय छोरा जटिल र 3 वर्षीय छोरा वकिल बेपत्ता भएको बताउनुभयो। गाउँपालिका अध्यक्ष पूर्ण सिंह बेहोराका अनुसार पतारासी वार्ड नम्बर 2 पेरेसका 22 वर्षीय चन्द्र नेपाली र 55 वर्षीय धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता हुनुभएको छ। भारतीय प्रहरीको पतारासी वार्ड 2 कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएको छ। परराष्ट्र मन्त्रालयले दिल्ली स्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोज लास गर्नका लागि निर्देशन दिएको छ। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजरहरूका अपन टेलिभिजन। नमस्कार।